केटा हो अब बुवालाई खुसी राख्नु छ भने चोर्नुपट्टि लाग्नुपर्छ बुझ्यौ चोर्ने त कहाँ चोर्ने त्यहाँ पसल छ होइन एउटा त्यहाँ गएर त्यहाँ सबै सामान जति सब उठाइदिनुपर्छ पैसाहरू कति छन् सब सामानहरू के छन् सब उठाइदिनुपर्छ त्यसो भए लागिहालौँ न त अहिले नै हाँ लागिहालौँ त हिँड छौँ छौँ जाउँ सरी हजुर मैले देखेन म दौडिरहेको थिएँ ठोकिन पुगेँ तपाईँलाई केही त भएन यहाँ त आँखा नभए पनि कानले सुनेर हान्न बल बल थाक्यो यार मारे थियो केटाहरूले त यार के छ यहाँ त देख्नु खत्रै सामान छ क्या हो म खतरा छ क्या हुन्छ भइसक्यो यहाँ त यहाँ कपडा यस्तो गरेर यहाँ पैसा होला छैन छैन नि यस्तो दुःख गरेर कपडा A few moments later. छोरा हो आज बिदाको दिन रमाइलो गर्नुपर्छ यो तिनवटा छ नि घन्टा क्लास गराउनुपर्छ आजलाई घन्टा क्लास लोकेर छोरो कान्छु खाइदे तँ फेरि के हो खान्छु ल ल 2 वर्ष अगाडि तेरो 2 जनाको मम्मीले मलाई छोडेर गई होइन बाबु आज रमाइलोको दिन एउटा कुरा भन्नु थियो बाबु तिमीलाई भन्न किन लुकाउँदो बेली यही कानेर मैले चोरीकन लगाएको थियो पैसा एउटा घरबाट लगिकन गयो न बाउलाई नयाँ नयाँ लुगा ल्याइकन दिउँला भनेर सोचेको थिएँ मैले के भयो त्यो भन्छ आँखा नभयो नि बाउ मलाई त थाहा नि त हामीलाई कस्तो हुन्छ भनेर थाहा यसले न मैले पैसा चोर्यो गाउँलेको नगरै खायो योले त देख्दैनस् तपाईँकन नयाँ नयाँ लुगा ल्याइकन हाल्नुला भने बाउ आऊ त्यो ब्याग खोल्दा चाहिँ भित्र काँचका ढल्ला मात्रै गर्नु बाउ पैसै छैन के हाल्ने त के नलाग्यो क्या त्यो बेला अलि पैसा धरेर ल्याउने हो त बुझा त यो कहानी हो के बुझ्दैन के तँलाई कसरी बुझाउने हुन्छ यसलाई कसरी बुझाउने हुन्छ बाउ भन्नु होला यहीकन बिहा दिउँ अब बिहा दिउँ छोराछोरी जन्माउला आफ्नो घर बसाउला काने त काने हो बाउ के भन्छन् भन्नु त खोजिदिन्छ चाहिँ एकन को हेर्दो छ एकन हुन त को बाउ तपाईँ कस्ता कुरा दाछौ यार बाउ ल हुन्छ बाउ आँखा देख्दैन म कसै गइकन खोजु यार बाउ कता कुराको दाजु जति अगाडि गरी हानी यार यही खाना कसरी खोजिदिने भन्ने कुरो हो पहिला बाउ उयो डेट दिनु कानै सुन्दैन कोही केटी पनि त्यो भन्ने कुरा हो तपाईँले यार गइकन खोज्दै त खोजिदिने भने गइकन खोज्दै भन्दा म आँखा देख्दो छु म आँखा देख्दो भए त म दुनियाँ गइकन चोद्दो थिएँ त बाबु पनि कस्ता कुद्दा यार अनि एकले आफै खोज्ने हो क्या केटी भन्ने मैले खोजेर हुन्छ एकले खोजेर अनि तम्म धर्म हो त केटी खोजिदिने बिहा दिने तम्म त धर्म हो त त्यही आमा 2 वर्ष अगाडि मरि म आफै खोज्दै थिएँ त मैले भेटाएको थिएँ केटी
आफै जोइल्याउ थिएँ तमी पनि बोकाइ त बोकायो भन्दा अब क्या दादा बाबा यस्तै छ भाउ बुनबुन एउटा काने एउटा आँखा नदेख्ने अन्धो कस्ता जन्म गयो भन्दा मैले बिउ मात्रै दिएँ भाइ जन्मदेखि आवाले हो तेरि आमा भन्नु हात माथि गर क्या अहिले भगवान्का साथमा छि भाउ राम्रै होला अहिले एक बेला छोडिदियो अब बुनबुन बिहार ल्याउन एक बोतल बिहार ल ल्याऊ ल खा तँलाई देख्दैन मात्रै हो काहीँ छ भाउ ऐँठी छ ऐँठी छ पहिला पहिला रोप एकचोटि भएको रोप त राम्रा त हेर त ल ल ल हातैमै काटिदिन्छु म ल त के अरे खाना एकचोटि रोप धन्यवाद भाउ धन्यवाद आज भिडियोको दिन भएर हो खा म दिवार अरू त्यस्तै हो अब चोरी गर्ने पनि नराम्रो बानी रहेछ भाउ पहिल्यै थाहा भयो तैँले त्यो जब अस्ति हामीले चोरी गर्न त्यो भित्त पुलाका ती कागजका डल्ला भेट्यो भाउ त्यसपछि चोरीको धन राम्रो हुन सोच्यो के भाउ थाहा भइकाउने किन चोरी थियो त राम्रो चोर्ने यही कारण हुन जाउँ एउटा मेन त अलिअलि आँखा देख्छु चाहिँ रे अलिअलि इज्जत थियो भाउ गाउँमा लखडी फाले भाउ अस्ति यही कहाँनिर यही छ नि यहीका दिमाग छन् नि भन्छु यसका एक छाती छ के भाउ एउटा डन छ भाउ त्यो डनले त्यो कट्टु च्याट्या गरेर लाउँदो त्यो त्यो त्यसले सिकायो भाउ सबै चोर्नुपर्छ भनेर भाउ सुन्नु चाहिँ सुनि कि भाउ छोडिदिउँ भाउ ए सुन्दैन कुरै बोल्दैन भाउ छोडिदियो बुझ्दैन यो म आँखा नदेख्ने भयो नि भाउ भन्नु सब सुन्नु चाहिँ त भोलिदेखि अब भाउ म चोर्दैन कहिले पनि चोर्नु नराम्रो कुरो बतु न अरूले चोरेको म खान्छु भाउ म चोर्दैन भाउ अब क्या हार्ने भनेर चाहिँ भाउ अब हामी 3 भाउ छोरा यो काने र खाने भइगयो छोड्यो भाइ भन्नु भोलि भन भाउ मजाले एउटा बारी खनाउँ भाउ बारी खनाउँ अरू राम्ररी फसल लगाऊँ